गुड मर्निङ साथीहरू, फ्याबुलो तपाईँहरू सम्पूर्णलाई है। अहिले म चाहिँ यहाँ होइन भिडियो गरेको अनि टाँसिदिले भन्नु। म चाहिँ यहाँ एकछिन गुम्बा आएको छु साथीहरू है, किनभने यो धुप ल्याउन आएको म चाहिँ पेय ल्याउन आएको अफिसको लागि है। बिहान यस्तो छ, सुनसान छ साथीहरू है। अहिले मान्छेहरू आएको पनि छैन हो। यस्तो छ बिहानको चाहिँ। ल दर्शन गर्नुलाई तपाईँहरू पनि हो देखाइदिन्छु यहाँनिर भगवान् बुद्ध। हेर्नुहोस् भगवान् बुद्ध रेम्बोची यहाँनिर हो। प्रायः त मैले तपाईँलाई देखाइ नरहेको है। आज बिहानै हेर्नुहोस्, दर्शन गर्नुहोस् है। तपाईँहरूको दिन राम्रोसँगले बितोस् होइन साथीहरू। यताति डोमा हुनुहुन्छ ल। अनि आजदेखिको चाहिँ 3 दिनको पूजा छ साथीहरू है। तपाईँहरू आउनु होला है। हेर्नुहोस् यहाँ एकजना आनी हुनुहुन्छ है, ड्युटीको लागि। ड्युटी बस्नु पऱ्यो नि त एकजना है। अब सबै उस्तै मान्छेहरू आउँदैन नि त है। कसै कस्तो मन भएको हुन्छ, कसै के सोच ल्याएको हुन्छ होइन। त्यही कारणले गर्दा चाहिँ एकजना चाहिँ आनी चाहिँ यहाँ बस्नुहुन्छ हो। अहिले फिलहाल चाहिँ यहाँ हुनुहुँदो रहेछ आनी, पढ्दै बसिरहनु भएको छ हो। ल है साथीहरू, यहाँ भगवान् बुद्धको स्ट्याचु है हो। यहाँ चेरासी यस्तो निट एन्ड क्लिन बनाएर राखेको छ कि अहिले यहाँ। अहिले होइन, सधैँ नै यस्तै हुन्छ हो। यहाँ चाहिँ आनीहरू बस्ने, पूजाहरू गर्ने ठाउँहरू है। अहिले 7 बजीदेखि ड्याममै हुन्छ आनीहरू, पूजा सुरु हुन्छ होइन। सरर पारेर देखाइदिन्छु ल तपाईँलाई एकपल्ट। शान्त वातावरण भएको जग्गा छ कि यस्तो शान्ति हुन्छ कि यहाँ आएपछि साथीहरू। हुन्छ त साथीहरू, भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला है त। अब नेक्स्ट भिडियोमा भेटौँ ल, बाई बाई सबैलाई।